हिमाली होटलमा चाहिँ आज गुफा सुकेको हिमाली होटलमा यी यसरी अर्ग्यानिक आलु अनि यो चाहिँ होइन है यो स्याउ चाहिँ अर्ग्यानिक होइन यो गाजर मुला काँक्रा अनि यो लोकल तङ्बा चाहिँ उ गरेर यसलाई चाहिँ चट्टसँगले चाहिँ याकको सुकुटीसँग याकको सुकुटीसँग व्यवस्था हुँदैछ आज यो डेङ्गा बहिनीकोमा तिम्रो नाम त के पो अरे बिर्सिहाल्छु किपा उहाँ र लसुन केलाको 1 घन्टादेखि के साह्रो उहाँ पनि छ रोस्ट पनि बन्दैछ लोकल कुखुराको रोस्ट है यसरी दाउरा यसरी राखेको छ यसरी चट्टसँगले चौरीको पुच्छर यस्तै छ सरहरू सबै घुम्न जानु भएको छ यहाँ म चाहिँ मेरो जिम्मा चाहिँ आलु पल्ने लाएर यहाँ मलाई हैरान छ यहाँ सरहरूसँग आएको आलु फर्काउने बेला भइसकेको छ तेरि यो आलु त मलाई त सरहरू नआइकन दाउरा चाहिँ मैले थपिनँ है अब पाकेन चाहिँ सरहरूले चेक गर्नु होला अब मैले पोल्न सकेको त्यस्तै हो यतापट्टि फर्काउनु पर्ने भएको छ हो त्यो यतापट्टि फर्काउनु यतापट्टि होइन चिम्टाले दाउरा होइन आलु मात्रै हो त्यो आलु मात्रै फर्काउनु न पोर्लुका लडाइदिनु हो त्यो ओल्लो हो यताको हो त्यो यतावरतिर यो आलु के यसलाई चाहिँ यसो गर्ने बिरोल नै यसो गर्ने यसरी आलु पोल्दै यहाँ सरले हेर त त्यो दाउरा नचलाउनु माथि त्यो त्यसरी होइन त्यो हो त्यति नै नभए आगो निभिहाल्छ नि अहिले हाम्रो कम्पनी हो अनि यहाँ अब सरहरूलाई राखेर चट्टसँगले बहिनीले चाहिँ उहाँ चाहिँ रोट बनाउनलाई ठिक्क गर्दैछ यहाँ हाम्रो रत्न भाइ पनि आइपुग्नु भएको छ नदेखियोस् ल गुफा भन्ने ठाउँ यस्तै छ यसरी हेर्न सकिन्छ